एकैछिन यता सुन्नुहोस् त, जिन्दगी सधैँ हामीले सोचे जस्तो कहाँ हुन्छ र कहिलेकाहीँ यस्तो मोडमा ल्याएर छोड्छ जहाँ न अगाडि जाने बाटो देखिन्छ न पछाडि फर्किने हिम्मत हुन्छ। वरिपरि धेरै मानिस हुँदा पनि मनभित्र एउटा गहिरो र एक्लोपन बसिरहेको हुन्छ। हाँस्न खोज्दा पनि आँखा भिज्छन् र चुपचाप बस्दा पनि मन कराउँछ। तपाईँले धेरै विश्वास गरेका मानिसहरूले धोका दिएका हुन सक्छन्। धेरै माया गरेको मान्छे टाढा गएको पनि हुन सक्छ र धेरै ठुलो सपना बिचमै टुटेको पनि हुन सक्छ। त्यस्तो बेला लाग्छ अब केही बाँकी छैन, अब किन अघि बढ्ने। तर साँचो कुरा के हो भने जिन्दगीले तपाईँलाई कहिल्यै कारण बिना दुःख दिँदैन। हरेक पीडाको पछाडि एउटा न एउटा पाठ लुकेको हुन्छ जसले तपाईँलाई अझ बलियो बनाउने काम गर्दछ। आज तपाईँ रोइरहेको हुन सक्नुहुन्छ, तर यही आँसुहरूले भोलिको तपाईँको मुस्कानलाई अझ साँचो बनाउनेछन्। जब सबै कुरा तपाईँ विरुद्ध जस्तो लाग्छ त्यही बेला तपाईँले आफूलाई सबैभन्दा बढी साथ दिनुपर्छ, किनकि संसारले साथ नदिँदा पनि यदि तपाईँले आफूलाई साथ दिनुभयो भने तपाईँ कहिल्यै हार्नुहुने छैन। सम्झनुहोस् त, सबैभन्दा अँध्यारो रातपछि नै उज्यालो बिहान आउँछ। तपाईँ अहिले जुन पीडामा हुनुहुन्छ त्यो सधैँ रहनेवाला पनि होइन। समय बदलिन्छ, परिस्थिति बदलिन्छ र एक दिन तपाईँ पनि फेरि मुस्कुराउनुहुनेछ साँचो मनले, कुनै बिना नाटक पनि। तपाईँले गुमाएका कुराहरूले तपाईँलाई खाली बनाएको छैन, बरु तपाईँलाई नयाँ तरिकाले भरिन सिकाएको छ। तपाईँले सहनु परेको पीडाले तपाईँलाई कमजोर बनाएको छैन, बरु तपाईँलाई यस्तो बनाएको छ जो जुनसुकै अवस्थामा पनि टिक्न सक्छ। त्यसैले यदि मन भारी छ भने रुन दिनुहोस्, यदि थाकेको छ भने केही समय आराम गर्नुहोस्, तर जिन्दगीदेखि कहिल्यै हार नमान्नुहोस्, किनकि तपाईँ अझै यात्रामै हुनुहुन्छ, अन्त्यमा पुग्नुभएकै छैन। एक दिन यस्तो पनि आउनेछ जहाँ तपाईँले ती सबै दिनहरू सम्झेर आफूलाई फेरि धन्यवाद दिनुहुनेछ। धन्यवाद, मैले हार मानिन। र त्यो दिन तपाईँले बुझ्नुहुनेछ तपाईँभित्रको शक्ति तपाईँले सोचे भन्दा धेरै ठुलो र परिवर्तन भएको सहन सक्ने रहेछ।